सोधै तपाईँले म एउटा कुरा चाहिँ चट्ट सोध्नु मन लाग्यो। तपाईँ चाहिँ अहिले यो जापान अहिले नयाँ आउँदै हुनुहुन्छ नि, उहाँहरूको लागि चाहिँ अहिले के भन्न चाहनुहुन्छ? अहिले आउँदा ठिक हो कि नआउँदा ठिक? तपाईँको बरु न अब के साथीहरू जापान छाड्दियो, जापान न अब मेरो त तपाईँलाई कस्तो लाग्छ एउटा साथीको भनाइ आइहाल्यो? अब जापानको पृष्ठभूमि, जापानको जीवनशैली, तपाईँहरूलाई जापानमा दुःख होइन। जापान दुःख हामीले नजानेर हामी भाषा बनाएर आफू दक्ष भएर आउनुहोस्, सिकेर आउनुहोस्, आफ्नो भाषाको स्किल बनाएर आउनुहोस्। कहीँ जाँदा पनि तपाईँ आफूले सर बोल्न सक्ने, आफूले नजानेका कुराहरू कसैसित प्रश्न गर्न सक्ने क्षमता त्यो क्यापेबलको भएर आउनुभयो भने तपाईँलाई समस्या, कुनै पनि कुराको समस्या छैन जापानमा। तर भाषा नबनाइकन आलो काँचो पुरै कुराहरू नबुझिकन अनि आउनुभयो भने चाहिँ अलिकति समस्या छ जापानमा। अनि जाने बित्तिकै झ्याम्मै पैसा कमाइहाल्छु, जाने बित्तिकै अर्को महिनाबाटै साउलाई ऋण तिर्न सुरु गरिहाल्छु भन्ने उद्देश्यले आउनुभयो भने अलिकति समस्या हो। नै भने जापानमा भाषा बनाएर आउनुहोस् अनि ठुलो एक्सपेक्टेसन नबोक्नुहोस्। राम्रो छ, रमाइलो छ, सुन्दर छ, हरेक कुराको सुरक्षा छ, सेवा सुविधाहरू छ। म चाहिँ त्यही भन्छु तपाईँहरूलाई। पक्कै पनि यो मेन कुरो चाहिँ यो जापान आउनको लागि चाहिँ लगभग भाषा नै रहेछ भन्ने कुरो चाहिँ दाजुबाट चाहिँ स्पष्ट भयो। यदि तपाईँहरू नि आउन चाहनुहुन्छ भने चाहिँ लगभग धेरै पढ्नु पर्दैन, नर्मल्ली अब बोल्न सक्ने N5 एउटा चाहिँ N5 को मजाले बोल्न सक्ने चाहिँ भयो भने चाहिँ जापानमा आनन्दले जिउन सकिन्छ भन्ने एउटा कुरा हो। उहाँ दाजु चाहिँ अब दाजु परिचय चाहिँ अब गर्दै हुनुहुन्छ। तपाईँ चाहिँ घर चाहिँ दाजुको स्याङ्जा हो? हजुर। ल फेरि पनि सबै साथीहरूलाई नमस्कार, कन्निचिवा। हजुर, मेरो नाम डेभिड कण्डेल, मेरो घर स्याङ्जा। अहिले चाहिँ अब हाल जापान दाजुभाइ सबै स्याङ्जा गलेङ वडा नम्बर कति? नगरपालिका वार्ड नम्बर 9 हजुर भन्ने गाउँ हो मेरो। म पनि त्यस्तै वैदेशिक रोजगारको सिलसिलामा चाहिँ दाजुभाइको भेट भयो। हजुर, हामी चाहिँ ठिकै छ सिलसिलामा आइयो, यहीँ भेट भयो दाजुभाइ। ठिक छ, रमाइलो छ, सबै भाइहरू साथीहरू सबै रमाइलो छ। यस्तै हामी त एउटै परिवार जस्तो भएर बसिहा, आनन्द छ। अनि तपाईँहरू आउँदा पनि त्यही हिसाबले आउनुहोस्, केही प्लानिङहरू गरेर आउनुहोस्। यहाँ अरू केही त्यस्तो आवश्यक छैन। तपाईँहरू भाषा बनाएर आउनुभयो भने त्यो नै सबैभन्दा जापानमा ठुलो कुरा भनेकै भाषा। भाषामा तपाईँ क्यापेबल हुनुहुन्छ भने जापान आउन रोकिनै पर्दैन। हजुरहरू अब भोलि चाहिँ प्रोसेस गरेर आउँदा पनि हुन्छ। भाषा छैन भने त्यो भाषामा क्यापेबल भएर आउनुहोस्। धन्यवाद।